घटना भनेको निकै डरलाग्दो नै भयो हैन दाइ। हजुर। अनि बिहानै 3:51 हामी 3 बजी दुध धुनु उठेको थियौँ। हजुर। अनि नानी धेरै कल्लेरहरूको हेल्प मी भनेको सुन्यौँ। हजुर। अनि त्यस पछाडि म कुद्दै मेरो 3टा कुकुर छ। हजुर। एउटा पाङ्री भन्छौँ, एउटा यो मट्टे अनि अर्को अब्दुलेहरूसँग जाँदाखेरि नानी चाहिँ बाहिर तडपिराखेको थियो। हजुर। अनि तार मुनिदेखि छिरेर नानीले चाहिँ अङ्कल हेल्प मी मम्मी भन्थ्यो। अनि मम्मी चाहिँ सेकेन्ड सिटमा रहेछ। हजुर। अनि सेकेन्ड सिटमा जाँदाखेरि अँध्यारो, मसँग मोबाइल पनि थिएन, केही पनि थिएन, चार्ज पनि थिएन र वरपुर आएको थिएँ। अनि खुकुरी चाहिँ भिरेको थिएँ र सानो लट्ठी काटेर आमाईलाई चाहिँ तानेर झारे। हजुर। अनि नानीलाई चाहिँ वरतिर कुकुरसँग राखेर नजाऊ है नानी भनेर गरे। अनि ड्राइभर भनेको सिटमा घप्टिनु भएको थियो। हजुर। त्यति बेला करेन्ट लागेर पछाडि भनेको त्यो सेकेन्ड सिटभन्दा अगाडि चाहिँ जलिसकेको थियो। हजुर। अनि अरू भनेको तिनजना चाहिँ त्यो दैलोमा एकदम टाँसिएर हात खुट्टा फट्याक चलिराखेको थियो। हजुर। अनि आमाईले चाहिँ तानेर त्यो अहिले जो नानीको आमा बाँच्नुभएको काठमाडौँको। हजुर। अनि मैले वरतिर यस्तो सुरालाकोमा यसरी लट्ठीले तानेर उता गाडीबाट छुटाएर राखेर फेरि फर्केर मोबाइल लिनु आएँ। लगभग आधी घन्टाको बाटो 10 मिनटमा उडेर पुगेको जस्तो लाग्यो। अनि त्यहाँको लगेर अनि यहाँ प्रहरीलाई जानकारी गरेँ। अनि मेरो त घर बजार हो र गोठमा। हजुरको नाम चाहिँ के होला? मेरो रोशन लिम्बू हो। हजुर। अनि यतादेखि जानकारी गरेर अनि लाइट अफ गरिन्जालमा त अरू भनेको सबै सिद्धिसक्नु भएको थियो, कालो भइसकेको थियो। ड्राइभर चाहिँ सिटमै घप्टिनु भएको थियो। म फर्केर जाँदा तेर्से भन्ने ठाउँदेखि फर्केर जाँदाखेरि बाहिर गाडीभन्दा बाहिर उछिटेर घप्टिनु भएको थियो हाम्रो यहाँ दुर्गे भट्टराई चाहिँ, हाम्रो गुरु चाहिँ। अनि त्यतिकै मैले गाडी चितवन बस्ने साथीहरू पिकअप रहेछ। हजुर। त्यहाँदेखि म गाडीमा लगेर बिरामी 2 जना लगेर सुकेटारदेखि एम्बुलेन्समा जिल्ला पुऱ्याएँ। तपाईँले राम्रो काम गर्नुभएको छ। त्यति गरेँ। हुन्छ, उहाँहरूको उद्धार गरेँ। हजुर। धन्यवाद हजुरलाई। थ्याङ्क यू।